पहाडको काखमा शान्तिको खोजीमा काठमाडौँको कोलाहलहरूलाई बिर्सौँ, शिवपुरीको हरियालीमा रमाऊ। यो हाम्रो लामो यात्राको सुरुवात हो। प्रकृति, शान्ति र सुन्दर दृश्यहरू हाम्रो पर्खाइमा छन्। सो गुड मर्निङ सबैजनालाई। हामी चाहिँ आज शिवपुरीको पिकसम्म जाने सोचमा लागिरहेका छौँ। म मेरो भाइ सुजन भाइसँग छु। यात्रामा हामी के भेट्छौँ क्यामेरामा कैद गर्दै जान्छौँ, हजुरहरूले देखाउँदै जान्छौँ, हेर्नुहोला। हाम्रो यात्राको पहिलो पाइला बिहानको मधुरो घाममा हामी सहरको धुलो र ध्वनिहरूलाई बिस्तारै पछाडि छाड्दै प्रत्येक पाइलासँगै ताजा हावाको स्पर्शले हामीलाई नयाँ उत्साह दिइरहेको छ। हाम्रो मन उत्सुकता र नयाँ अनुभवको चाहनाले भरिएको छ, जसो कि मानव कुनै सुन्दर रहस्य पर्दा पछाडि फर्किरहेको होस्। पहिलो पाइला जङ्गलको बाटो। अग्ला रुखहरूले हामीलाई स्वागत गर्दछ। सूर्यका किरणहरू पातहरूबाट छानिँदै हामीसम्म आइपुग्छन्। चराचुरुङ्गीहरूको चिरबिर आवाज अनि खोला नालाका खलखल आवाज, यो प्रकृतिले हामीलाई स्वागत गरेको सङ्गीत हो। उकालो चढ्दै गर्दा हाम्रो शरीरले मेहनत महसुस गर्छ। 1 घन्टाको उकालो चढाएपछि चाहिँ हामी यो ठाउँमा आइपुगेका छौँ। अबको हाम्रो नेक्स्ट स्टप चाहिँ देउरालीमा छ। देउराली लगभग यहाँबाट हाम्रो 15 मिनट हिँडाएपछि नेक्स्ट स्टप देउराली छ है त। हाम्रो आँखाले चारैतिर छरिएको अनुपम सुन्दरताको रसमान गरिरहेका छन्। प्रत्येक पाइला हामीले चाल्दा एउटा नौलो संसार हाम्रो सामुन्ने प्रकट हुन्छ। देउरालीबाट चाहिँ देउराली खोल्सामा आइपुग्यौँ र यहाँबाट बागदार चाहिँ लगभग 15 देखि 20 मिनट लाग्ने रहेछ। र त्यसपछिको हाम्रो शिवपुरी पिक चाहिँ त्यसपछि 50 मिनटमा पुगिने रहेछ है त। फाइनल्ली हामी 3 घन्टाको उकालो हिँडाएपछि चाहिँ बागदार आइपुगेका छौँ। अब लगभग हामी यहाँ 5 मिनट जति रेस्ट गरेर त्यसपछि फेरि पिकको लागि उकालो निस्किन्छ। कतिलाई थाहा नहुनसक्छ, यो चाहिँ हाम्रो बागमती खोलाको टप हो है त, बागमती खोलाको स्टार्टिङ हो। अब यहाँबाट हामी स्टार्टमा निस्किन्छौँ। यो बाटो बागद्वार, जहाँ बग्छ जीवन। शिवपुरीको शान्त हृदयमा यो पवित्र मुहान बागमतीको उद्गम स्थल हो। प्रकृति र आस्थाको अद्भुत मिलन। अघिसम्म चाहिँ हाम्रो यात्रा सहजै गइरहेको थियो, तर यो खोला चाहिँ एकदम गाह्रो रहेछ। ठ्याक्क बागद्वार पछि चाहिँ यस्तो सिधै उकालो रहेछ, अलिकति गाह्रो भएको अवस्था। वहाँ तल्लोबाट आएको हामी चाहिँ माथितिर लाग्दैछौँ। प्राकृतिक सौन्दर्यको मनमोहक दृश्य हेर्दा हेर्दै आफ्नो गन्तव्यमा कतिखेर पुग्यो पत्तै पाएनौँ। फाइनली हामी शिवपुरी पिकमा आइपुगेका छौँ। लगभग 3-4 घन्टाकै उकालो चढाएपछि चाहिँ हामी फाइनली शिवपुरी पिकमा आइपुग्यौँ। शिवपुरी पिक यस्तो छ है, देखाइदियो।